म्याथको सेटको 1.1 को 9 को एक क्वेसन गर्नु गइरहेछौँ है। यसमा के दिएको छ हामीले सर्व यहाँ बुझ्छौँ है त। हामीलाई याफ भनेको फल्ससँग मन पराउने भनेको यान भनेको मोडर्नसँग मन पराउने हो। हामीले यसलाई मान्यौँ, लेट गरेर मान्यौँ। अनि यानी भनेको हामीले 100% मान्यौँ। अनि फल्ससँग मन पराउने भनेको 65% दिएको छ। मोडर्नसँग मन पराउने भनेको 55% दिएको छ। अनि दुवै मन नपराउने भनेको हामीलाई एक दिएको छ 10% दिएको छ। भनेपछि हामीले याफ युनियन याम भनेको दुवै फोकसँग र मोडर्नसँग मन पराउने निकाल्नु पर्यो। यो निकाल्दा हामीले 100% मा यही बारबाट घटाइदिन्छौँ के 10% घटाइदिँदा 90% आयो। यान यु माइनस यान याफ युनियन याम गर्दाखेरि 90% ले दुवै सँग मन पराउने रहेछन् भन्ने कुरा आयो। अनि हामी डायग्राममा देखाउनु पर्यो। डायग्राममा देखाउँदाखेरि के भने एउटा याफ गोलो अनि मोडर्नसँगको यामको गोलो भयो। दुवै मन पराउने हामीले याक्स मान्यौँ के दिएको छैन हामीलाई याक्स मान्यौँ। अनि फल्ससँग मन पराउने 65% हो। 65% मा याक्स घटाइदिने। अनि मोडर्नसँग भनेको 55% हो। 55% मा याक्स घटाइदिनु पर्यो है त। याक्स पर्सेन्ट माने हो कि। अनि यो भनेको बाहिरको 10% छ। अनि यान याफ युनियन यामको पर्सेन्ट 90 छ। यो पुरै यो गोलोको पुरै 90% हो। अनि सङ्ख्या यो याक्स भनेकै पर्सेन्टको जो पर्सेन्ट याक्स पर्सेन्ट छ त्यो याक्स पर्सेन्टको सङ्ख्या भनेको 360 हो। त्यसैले हामीले के गर्न सक्छौँ भन्दाखेरि फ्रम डायग्राम अथवा फ्रम भेन हामीले याफ युनियन याम भनेको यो यसरी जोड्न पाइन्छ के। 90% हो, यो भर्खर निकाल्यौँ। यो भनेको याफ युनियन याम भनेको 90% हो बराबर 65% प्लस याम भनेको 55% माइनस याक्स यो हामीले घटाउनु पाइन्छ कि। जस्तै यान ए प्लस यान बी माइनस यान ए इन्टरसेक्सन बी गरे जस्तै गऱ्यौँ क्या हामीले। यो याफ गऱ्यौँ अनि याम गऱ्यौँ अनि यसमा यो याक्स बिचको घटाइदियो हामी क्या। अनि यान गरेको गर्दाखेरि यो जोड 120 आयो माइनस याक्स आयो। याक्स बराबर 120 मा 90 घटाएपछि 30 भनेको याक्स भनेको 30% रहेछ भनेर यसरी बुझ्नलाई गरे हामी। अनि हामीलाई के थाहा छ यही याक्स भनेको कति हो 30% हो। अनि यही 30% भनेको नम्बरमा कति हो 360 हो के। त्यसैले 30% अफ याक्स बराबर 360 हामीले यसरी लेख्न पायौँ है त। अनि यहाँबाट हामीले एक्सको भ्यालु ट्याक्क निकाल्न पाइन्छ। अनि 30/100 इन्टु एक्स बराबर 360 गऱ्यौँ। 30x बराबर 30x/100 बराबर 360। 30x बराबर यताउता क्रस मल्टिप्लाई गर्दा एक्स भनेको 2/100। त्यसैले 2/100 वाला सर्वे भएको रहेछन् यहाँ न्युको भ्यालु 2/100 मा आयो। अनि हामीलाई के दिएको छ भन्दाखेरि याफ इन्टरसेक्सन याम र याफ युनियन यामको बारलाई कम्पेयर गरौँ भनेको छ। भनेको दुवैसँग मन पराउने र दुवैसँग मन नपराउनेको रेसियो निकालेर कम्पेयर गर भनेको छ। दुवैसँग मन पराउने भनेको 360 जनाको सङ्ख्या हो। अनि याफ युनियन याम त्यो जो बार छ नि बार यहाँ देखाएको छ नि यो बार भनेको बाहिर बसेको भनेको छ। त्यो बाहिर बसेको भनेको यो ट्याक्क यो के हो यही 10% हो। त्यसैले 10% अफ 1200 गर्नु पर्यो। अनि 360 डिभाइड बाई गर्ने 10/100 1200 गरेपछि यहाँ 360 आयो यहाँ 120 आयो भ्यालु के। अनि 12 त्यहाँ 36 0 काट्ने 12 त्यहाँ 36 3 टाइम्स आउँछ। यस्तै लामो के गर्ने भयो। यदि सर्ट फर्ममा गर्दाखेरि यान याफ इन्टरसेक्सन याम डिभाइड बाई यान याफ युनियन यामको बार गर्ने। यान याफ इन्टरसेक्सन याम भनेको 30% निकालेको थियौँ अघि हामीले ट्याक्क 30% निकालेको थियौँ नि यहाँ 30% निकाल्थ्यौँ। याफ याक्सको भ्यालु 30% निकाल्थ्यौँ। यही इन्टरसेक्सन हो यो 30% भयो। अनि बाहिरको बार भनेको 10% हो। अनि यसलाई 0 0 काट्यौँ यो 3 टाइम्स छ यसरी 3 टाइम्स छ भनेर